हेलो साथीहरू, यहाँ चाहिँ एकजना बुवाले चाहिँ हर्क साम्पाङको बारेमा चाहिँ के कुराहरू राख्नु भएको रहेछ होइन। अब मलाई चाहिँ एकदमै सही लागेको छ यो कुराहरू र केही साथीहरू चाहिँ एकदम अन्धभक्त भएर चाहिँ होइन मेरो पार्टी होइन भनेर चाहिँ त्यसरी पछि लाग्नुहुन्छ क्या। यो कसैको पार्टी कसैको के होइन, यो मेरो यो तेरो भन्नुभन्दा पनि देश कसको हो त्यो कुरा सोच्नु पऱ्यो पहिला हामीले होइन। देश चाहिँ कसको हो त नि, कुनै पार्टीको कुनै मान्छेको पर्सनल होइन नि त होइन। देश त हाम्रो हो नि त। त्यही भएर देशको लागि के राम्रो हुन्छ र के गर्दा राम्रो हुन्छ, के गरिरहेको छ त्यो कुरा चाहिँ राम्रो होला कि नहोला होइन, यो काम राम्रो हो कि होइन भनेर चाहिँ अलिकति विवेक प्रयोग गर्न सिक्नुहोस् होइन। त्यो हुन्छ नि अन्धभक्त भएर आँखा बन्द गरेर मेरो पार्टीले जे गर्दा नि राम्रो भन्ने तरिकाले तपाईँहरू नचल्नुहोस्, यो चाहिँ गलत हो होइन। अब भोलिको दिनमा बालेनजीले नराम्रो काम गर्नुभएछ भने त्यसको अगेन्स्टमा उभिन पनि सक्नुपर्ने हुन्छ र जसले नराम्रो काम गर्छ, जसले गलत गर्छ त्यसमा चाहिँ हामीहरू चाहिँ यो चाहिँ गलत हो है भनेर भन्नु सक्ने चाहिँ एउटा आँट हुनुपर्छ हामीमा। त्यो यो मेरो मान्छे, यो तेरो मान्छे होइन, यसले त मेरो मान्छेले जे गर्दा नि हुन्छ, जे बोल्दा नि हुन्छ भन्ने तरिकाको चाहिँ हामी नजाउँ साथीहरू। र उहाँ बुवाले चाहिँ आफ्नो चाहिँ धारणा एकदम स्पष्ट रूपमा राख्नुभएको छ। कतिलाई यो कुराहरू ठिक लाग्छ एकचोटि राम्रोसँग सुन्नुहोस् र यतिको बुवाको जतिको दिमाग र बुद्धि विवेक चाहिँ तपाईँहरू यङ युवाहरूले पनि प्रयोग गर्नुहोस् र अन्धभक्त चाहिँ नबन्नु होला। अब यो सुन्नुहोस् है हजुरहरूले। नेपालमा सुकुम्बासी नै छैनन्, छँदै छैन नेपालमा सुकुम्बासी। भोको मान्छे कोही मर्दैन। उनले धरानभित्र व्यवस्था गर्नु पर्यो। काठमाडौँ आएर किन कराएका? धरानको उनको जिम्मा लिएका छन्। धरानका मान्छेको पत्तन गराएको छ। धरानमा चाहिँ के कुरा कमी छ त्यो पो गर्नु पर्यो त उनले। त्यहाँ बसेर यहाँको सरकार आएर भन्नु पर्यो मेरो धरानमा यो छैन, पानीको समस्या। पानी भनेको त्यो 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 विष्णु पाजोका पानी त्यति पानी ल्याएर हुन्छ? कहाँ धरानका कतिवटा घरमा पानी बाँडेको छ तिनले? त्यो पानीको स्रोत के हो? त्यो पानी चाहिँ कहाँ खाँदै थिए? त्यहाँका मान्छेले खाँदै थिए नि पानी। त्यहाँका मान्छेले खेतमा लगाएको थिए नि। त्यो खेत सबै बजाइदिएर त्यो गाउँका मान्छेले खान नपाउने बनाएर जबरजस्ती पाइप एउटा चाहिँ यसो 2 इन्चीको पाइप ल्याएर 1 इन्चीको पाइप ल्याएर पानी बाँधेर 2-4 दाडा राखेर पानी खुवाएको भन्न मिल्छ? धरानको मान्छे थाहा छ नि पानी खाएको। उनले हेर्नुहोस्, नियम कानुनभित्र गरेको खर्च र आम्दानीको मान्छेले समर्थन गर्छन्। खर्च गर्न पाइन्छ, चन्दा उठाउन पाइन्छ, निकाल्न पाइन्छ, तर नियम पुर्याएर। अनि खर्च पनि गर्नुपर्छ नियम पुर्याएर। नियम पुर्याएर आम्दानी गरेको सक्छ छैन, नियम पुर्याएर खर्च गरेको सक्छ छैन। नियम पुर्याएर गरेको आम्दानी र नियम पुर्याएर गरेको खर्च चाहिँ मान्य हो। त्यो जबरजस्ती हप्काएर गरेको खर्चलाई मिल्दैन। उहाँले पहिले के गर्नुपर्छ? आफूभन्दा असल मान्छेलाई नमस्कार गर्न सिक्नुपर्छ।